हाम्रो म घाँस काट्दैछ नि हामी बस्न पाउँछ के लिएर आएको दुईजना घाँस पनि धान काटेको यो यहाँ हामी कहाँ आएको छौँ बुढी हामीले खेती लगाएको अनि हेर्नुको लागि फर्स्ट टाइम गाइस हामीले बन्दक लिएको थियौँ होइन माटो त्यो नि 2 बिघा गाइस होइन सो गरी खाने हुन्छ भनेर होइन हामीहरूको के अरे हामी सरकारी चाउलै खान्छौँ नि र किनेर पनि खान्छौँ र फर्स्ट टाइम पहिला पनि गरेको थियो बाउहरूले र यो चाहिँ हामीहरूको के अरे यो हामीहरूको कमाइ हामीहरूको मेहनत हामीहरूको कमाइले गर्दाखेरि आज म मेरो बुढी मेरो छोरीलाई पनि पालिरहेको छु है छोरी कता छ मेरो बेटी ल खोइ सेवा गरिदेऊ एकबार यता हेरेर पापालाई छैन हामीले लगाएको धानको बालाहरू कस्तो दामीले फुलेको छ है र पाक्ने बेला नि भइसकेछ यहाँ चाहिँ यो त साह्रै सानो हात्तीको लागि न गाई गोरुको लागि हो हात्ती गाई गोरु लु आऊ भन्नु न नुमाले झट्का छ कि छैन आऊ बेटी बन गर्नु लगाएको नि नभए त हुन्छ ए पापालाई धडी ए खुट्टा माथि आऊ हामी चाहिँ धान हेर्नु आएको छु यहाँ हेर्नु सक्नुहुन्छ धानको बाला के राम्रो फुलेछ लु आऊ बिस्तारै त्यहीँ बसेको छु कतादेखि जाने कस्तो राम्ररी फुलेको रहेछ है के भन्छौ अनि तिमी धान काट्ने सिजन आइसक्यो मान्छे घरमा छैन सबै परदेशीहरू 2 जना देउरानी जेठानी मात्रै छन् बहिनी थियो एकजना त्यो पनि अब बेङ्गलोर जाने अरे आफै कमाउने अरे होइन र घाम हेर्न सक्नुहुन्छ घाम यत्तिको डुब्न लागिसक्यो यता कुन्तीले नि यो ब्लग हेर्छ भने हेर्नु धान कतिको भइसकेछ पुरै पाक्नु लाग्यो त पाक्छै होला अब 1 महिनामा 15 दिनमा काट्ने बेला हुन्छ हात देखाएर हौ हजुरहरूलाई भिडियो मन परेमा लाइक पनि गरिदिनुहोस् र मिठो एउटा कमेन्ट पनि छोडिदिनुहोस् गाउँले जिन्दगी पनि दुःख छ नि दर्शकबिन हेर्नुमा मात्रै सजिलो छ र गरी खानु पनि लास्टै कष्ट छ होइन त गाइस हामीले कति महिना जस्तो भयो होला भो धान रोपेको 3 महिना 3 महिनामा हुन्छ र हो र फाइनली आइयो हेरियो राम्रो फुलेको रहेछ राम्रो खेलेको रहेछ नि तर गुटी अलिक कम लागेको छ क्या हो मलाई पनि ठिकै छ यतिको त फलेकै हो हाम्रो त एक डोब्ला चाहिँ बिग्रियो यो माथि डाँडा छ पुरै र हाम्रो घर त्यो हाम्रो कति हो भन्नु त त्यहाँनिर लागिरहेछ त्यो माथि पोस होइन यो पोसहरू त्यहाँ छ हामी चाहिँ अहिले धान हेरेर पनि लागेको अरू के भन्छ अनि खेती चाहिँ राम्रै भएको छ अरू के भन्नु अब 15 दिनमा काट्ने टाइम हुन्छ काट्नु चाहिँ घरमा मान्छे फाइनली गाइस मेरो वाइफले ब्लगिङ गर्दैछ यस्तै भिडियोलाई माया र सपोर्ट गरिदिनु होला हामी पनि गाउँदेखि नै बिलङ गर्छौँ है एउटा सानो बस्तीदेखि हाम्रो बस्तीको नाम चाहिँ हो बडिक्राई फकन बस्ती पनि भनिन्छ होइन सुनितपुर डिस्ट्रिक्ट आसामबाट हो हामी र हामी पनि नेपाली नै हो हजुरहरूले माया र सपोर्ट गरिदिनु होला हस् त धान पनि हेरिसक्यौँ हामीले हाम्रो चाहिँ धान राम्रो ठिकै भएको छ अहिलेसम्म चाहिँ नभए त अलिक दिनमा हात्ती लाग्ने सम्भव पनि हुन्छ जल्दी काट्नुपर्ने हुन्छ अब घरमा मान्छे चाहिँ छैनौँ हामी देउरानी जेठानी मात्रै हुन्छ अब सबै परदेशी लाउरेहरू झट्का लगाइएको छ यता चाहिँ ल अब ओके गाइस हजुरहरूलाई धेरै धन्यवाद त्यति धेरै माया र सपोर्ट गरिदिनु भएको छ र हामीहरूको लङ ब्लग पनि माया र सपोर्ट यसरी नै गरिदिनुहोस् है र यसो गाउँघरको भिडियो पनि आउँछ कोही बेला र हामी बुढाबुढी छोरी हामी धान हेर्न आएको थियौँ हामीले लगाएको र यतिको फुलेछ होइन अझै राम्रो होस् हात्तीले चाहिँ खाएको छैन अझैसम्म
यहाँ हात्ती पनि आउँछ होइन। र आजको ब्लग चाहिँ यति नै र हस् त बाई बाई सबैलाई। बेटी बाई बाई गर्दा बाई एभ्रिवान।